भारत र पाकिस्तान बीच युद्ध विरामको लागि सहमति। नमस्कार, सुनगाबा खबरमा म टिकाराम थापा टुफानको तर्फबाट हार्दिक स्वागत छ। अब सुन्नुहोस् पूरा समाचार। भारत र पाकिस्तान बीच युद्ध विराम गर्न सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएका हुन्। साथै भारत र पाकिस्तान दुवै देशले यसको पुष्टि गरेका छन्। एएनआईको रिपोर्ट अनुसार गोलाबारी र सैन्य कारबाही रोक्न भारत र पाकिस्तान बीच प्रत्यक्ष वार्ता समेत भएको छ। आज दिउँसो दुवै देशका डाइरेक्टर जेनरल अफ मिलिटरी अपरेसन बीच छलफल भएको र त्यसपछि युद्ध विरामको सहमति भएको रिपोर्टमा उल्लेख छ भने मे 12 तारिक भारत र पाकिस्तान बीच पुनः वार्ता हुने जानकारी प्राप्त भएको छ। यो समाचार सुनेर हजुरलाई कस्तो लाग्यो? जसो लाग्यो उस्तै प्रतिक्रिया कमेन्ट बक्समा छोड्न नभुल्नुहोला। बिदा चाहन्छु। हवस् त, नमस्कार।